यो राजनीतिक वैधानिकता प्रदान गर्ने यो महाकुम्भमा जुन उत्साहका साथ यहाँहरू सहभागी हुनुभयो, म सम्पूर्ण सहभागी, सम्पूर्ण प्रतिनिधि, सम्पूर्ण साथीभाइहरूलाई फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु। यस्ता कार्यक्रमहरू आयोजना गर्न सजिलो हुँदैन। नयाँ राजनीतिक दल भएका हुनाले, यो हाम्रो पहिलो अनुभव पनि भएका हुनाले यसका कमी कमजोरीका बारेमा मैले भनिरहनै पर्दैन। आम जीवनले पनि हाम्रो महाधिवेशनको क्रममा भएका कयौं विषयलाई चासोको रूपमा हेर्यो र यो अझ सही हुन सक्यो, अझ व्यवस्थित हुन सक्यो, अझ सहभागीहरूलाई अलिकति सुविधा दिएर गर्न सकिन्थ्यो भन्ने कुरा विभिन्न कोणबाट, विभिन्न माध्यमबाट आएको छ। म ती सबै प्रतिक्रियाहरूलाई एकैपटक सम्मान गर्न चाहन्छु र आगामी दिनमा ती कुराहरूलाई सचेततापूर्वक ध्यान दिने कुराको पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। उपस्थित आदरणीय साथीहरू, सुरक्षाकर्मीहरूको एउटा ठूलो समूहले जसरी अहोरात्र खटिएर यसलाई सम्पन्न गर्नको निमित्त काम गर्यो, त्यो एउटा ड्युटी पुरा गर्ने मात्र चिज थिएन। एउटा राष्ट्रप्रेमले ओतप्रोत भएर र एउटा राष्ट्रप्रेमले ओतप्रोत भई आएका देशका राजनीतिक कर्णधारहरूलाई सम्मान र सुरक्षा दिने ढङ्गले उहाँहरूले साथ दिनुभयो। म सम्पूर्ण सुरक्षा निकायका साथीहरूलाई, सबै तहका साथीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। पार्टीले एउटा ऱ्यापिड एक्सन टिम भनेर स्थापना कालदेखि नै बनाएको छ, जहाँ ऊर्जाशील युवाहरू रहन्छन्, विशेष गरेर स्वयंसेवकका रूपमा र कहीँ पनि अप्ठ्यारो परेका खण्डमा सबैभन्दा पहिलो पुग्ने अवधारणाका साथ खडा भएको RAT को सिङ्गो विभाग, यसका सम्पूर्ण परिवारलाई म धन्यवाद भएकै छ। म उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र चितवन जिल्लामा हुने हाम्रा कार्यक्रम विशेष हुने गर्दछन्, नागरिकको चासोको हिसाबले, पार्टीको चासोको हिसाबले पनि। र चितवनले भर्खरै नयाँ टिम पनि पाएको छ। आयोजक जिल्लाका हिसाबले म सिङ्गो चितवन रासोपा र यस अन्तर्गतका सम्पूर्ण पालिका वडाका सम्पूर्ण पदाधिकारी साथीहरूलाई यो आयोजनाका लागि, यो सहभागिताका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उपस्थित साथीहरू, निर्वाचनमा गइसकेपछि त्यसले एउटा परिणाम त दिइहाल्छ। प्रतिस्पर्धीका रूपमा हामीले लड्नै पर्छ। तर सभापतिका रूपमा मैले कुनै पनि जिल्ला, पालिका, वडा अथवा प्रदेशका कुनै पनि अधिवेशनहरूमा आफूलाई प्रत्यक्ष संलग्न नगराइकन अलिकति टाढा राखेर हेर्ने प्रयास गरेँ। किनकि यो पहिलो अधिवेशन र पहिलो महाधिवेशन भएको हुनाले हाम्रो सङ्गठन कस्तो अवस्थामा रहेको छ यसको सम्पूर्ण कुरा जान्नु जरुरी थियो। त्यसलाई ढाकछोप गर्ने होइन। सकिन्थ्यो होला चाहेको भए केही कमजोरीहरू ढाकछोप गर्न, तर त्यसलाई ढाकछोप गर्नुभन्दा पनि कहाँ रहेछौँ हामी भन्ने कुरा, यसको सम्पूर्ण भनिन्छ नि आन्द्राभुँडी, यो थाहा पाउन जरुरी थियो। त्यसैले गर्दा यो यी अधिवेशनहरू र यो पहिलो ऐतिहासिक महाधिवेशन सभापतिका रूपमा मेरा लागि अर्कै एउटा महत्त्व राख्ने घटनाहरू भए, कार्यक्रम भयो र यसबाट सिक्नुपर्ने कुराहरू र जान्नुपर्ने कुराहरू धेरै कुरा रहेका रहेछन् र म आफैले पनि यो कुरालाई हेर्न पाएँ। त्यसैले यी तमाम कमजोरीका बावजुद पनि जुन धैर्यताका साथ यहाँहरू सहभागी भइदिनु भयो, म देशैभरका प्रतिनिधिहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हिमालको चिसो, पहाडको टाकुराबाट यो गर्मीमा, यो प्रचण्ड गर्मीमा आएर जसरी तपाईँहरू अभिनुभयो, पसिनाका धारा बगाएर नाच्दै र गाउँदै यो महोत्सवमा तपाईँहरू सहभागी हुनुभयो, त्यसले एउटै कुरा देखायो कि तपाईँको पार्टी प्रेम, तपाईँको राष्ट्र प्रेम। म त्यसको खुला हृदयले प्रशंसा गर्न चाहन्छु र नतमस्तक भएर तपाईँहरूलाई आदरपूर्वक धन्यवाद ज्ञापन गर्न चाहन्छु। हरेक राजनीतिक दलका आफ्नै सङ्घर्षका कथाहरू हुन्छन्। पछिल्लो समयको राजनीतिक सङ्घर्ष अलिकति बेग्लै छ, अलिकति फरक छ। हामी फरक पृष्ठभूमिमा राजनीतिमा आएका हौँ। मैले पटक पटक भन्दै गरेको छु, देशमा विद्यमान कयौँ राजनीतिक द्वन्द्वहरू, कयौँ राजनीतिक उतार चढाव भन्दा माथि उठेर पर आइपुगेर मुलुक यो अवस्थामा आइपुगेको हो। यसभन्दा अगाडिका हाम्रा सम्पूर्ण अग्रज राजनीतिकहरू, चाहे जुनसुकै राजनीतिक दलकाहरू हुन्, यहाँ यो परिवर्तनमा, व्यवस्था परिवर्तनको त्यो
अग्निकुण्डमा उहाँहरूको होम नलागेको भए, उहाँहरू नहोमिएको भए आज हामी यो उपलब्धिमा आइपुग्ने थिएनौँ। यद्यपि हाम्रो युगका आफ्नै चुनौतीहरू छन्, ती चुनौतीहरूलाई सामना गर्नको निमित्त हामी तयार हुनुपर्नेछ। प्रिय साथीहरू, पार्टीका रूपमा रासोपा सुरु भएदेखि आजसम्म हामीले नियमित रूपमा अलि सहज ढङ्गले न राम्रोसँग पार्टीको बैठक बस्न सक्यौँ, न पार्टीको आन्तरिक प्रशिक्षणलाई सही ढङ्गले अगाडि बढाउन सक्यौँ, न सदस्यता विस्तारमा भन्ने जति काम गर्न सक्यौँ, न सङ्गठन निर्माणका महत्त्वपूर्ण कोसे ढुङ्गोहरूलाई हामीले सम्बोधन गर्न सक्यौँ। हामीसँग समय भएन, समय दिएन, हामीबीच अनेक किसिमका राजनीतिक घटनाक्रमहरू भए, तर त्यसको बावजुद जे भयो आज हामी त्यही छौँ। अर्थात् जुन किसिमका कमी कमजोरीहरू हामीले छुटायौँ यो 4 वर्षमा, त्यो चिज हाम्रा कार्यक्रमहरूमा देखिन थालेका छन्। यो देखियो, अधिवेशनसम्म देखिएको छ, तर यो सधैँ देखिनुहुन्न। यसलाई हामीले सबैले गम्भीर भएर छलफल गरेर यसलाई काहीँ न काहीँ कुनै बिन्दुबाट करेक्सन गर्नै पर्ने हुन्छ। र हामी प्रतिबद्धताका साथ अब भन्न चाहन्छौँ कि अब राष्ट्रिय पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रूपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठुलो लगभग 2/3 सरकार सञ्चालन गरिरहेको रासोपा परिपक्व भएर अगाडि बढ्नेछ, प्रतिबद्ध भएर अगाडि बढ्नेछ। पार्टीको आन्तरिक निर्वाचनका क्रममा साथीहरूबीच सहमति हुन सके हुन्थ्यो भनेर मैले एकपटक प्रयास जरुर गरेँ, तर जसरी हुन्छ यो साथीहरू आफै मिलेरै भए पनि सहमतिमा गएर चुनावै नगर्न पाए हुन्थ्यो भन्ने कोसिस त भइरह्यो। त्यो सद्भाव त मैले राखेँ, सद्भाव मात्र राखेँ, तर जब पदाधिकारीको चुनाव आयो, पदाधिकारीहरूको आकांक्षीहरूको सङ्ख्या धेरै देखेपछि म थोरै झस्किएँ। यहाँ त धेरै भयौँ हामी। मलाई लाग्यो अलिकति केही न केही मध्यस्थकर्ताको भूमिका त निर्वाह गर्नुपर्छ कि, एउटा अभिभावकीय भूमिका त मेरो जिम्मेवारी बन्छ कि भनेर म हिजो रातिभरि लगभग रातभरि नै यहीँ थिएँ। मेरो कोसिस रह्यो सबै साथीहरूलाई छलफल गर्नुहोस्, अलिक कम गराउनुहोस्, धेरै प्रतिस्पर्धा भयो भन्ने कोसिस गरेँ। कति सफल भइयो, कति सफल भइएन, त्यो आफ्नै ठाउँमा छ। सँगसँगै साथीहरूको लोकतान्त्रिक अभ्यासको त्यो अधिकारको हनन नहोस् र त्यसलाई कुनै कारणले त्यो कुण्ठित नहोस् भन्ने कुरामा सचेत हुनै पर्ने थियो। त्यसका बावजुद पनि केही भूमिका निर्वाह गरियो, तर पनि अन्ततोगत्ता निर्वाचनमै पदाधिकारीहरू जानुपर्ने अवस्था सृजना भयो। तर निर्वाचनका क्रममा जुन एउटा उच्च सुझबुझका साथ साथीहरूले प्रतिस्पर्धा गर्नुभयो, जुन एउटा राजनीतिक चरित्रका साथ उहाँहरूले प्रतिस्पर्धा गर्नुभयो, मलाई लाग्छ अब यो हलबाट निस्किसकेपछि हामी जसरी हिजोको सौहार्दताको एउटा उचाइमा उभिएका थियौँ, हाम्रो सौहार्दता, हाम्रो मित्रताको उचाइ निकै माथि हुनेछ। हामी निकै उच्च सौहार्दतामा अगाडि बढ्नेछौँ। जित हार यो क्षणिक कुरा हो, तर मलाई भन्नुहुन्छ भने यहाँ कसले हार्यो र? जसले जित्यो, घन्टी वाहकले नै जित्यो, निलो योद्धाले नै जित्यो। त्यस कारणले सिङ्गो रासोपाले जितेको छ, कसैले पनि हारेको छैन। थोरै अलिकति प्रतिस्पर्धा गर्दा हामीलाई कहीँ कतै अलिकति मनमा थोरै असहजता त हुन्छ होला, तर त्यसबाट अब माथि उठ्नुपर्ने छ। किनभने पार्टीमा यति धेरै जिम्मेवारीहरू छन् कि ती जिम्मेवारीहरू पुरा गर्नको निमित्त अब यो हलबाट बाहिर निस्किएपछि हामी निकै अगाडि सोच्नुपर्ने हुन्छ। राष्ट्रिय राजनीतिका केही कुराहरू बताएर बिदा चाहन्छु। तपाईँहरू थकित हुनुहुन्छ, यति धेरै लामो दिनसम्म यहाँहरू धैर्यताका साथ यहाँ सहभागी हुनुभयो। साथीहरू, पार्टीका दस्तावेजहरू, पार्टीको नीति, पार्टीको विचार, पार्टीको सिद्धान्त, पार्टीको आदर्श, पार्टीका विषयलाई लिएर उठेका सम्पूर्ण विषयहरूलाई राष्ट्रिय महाधिवेशनले हामीमाथि विचारविहीन, सिद्धान्तविहीन जस्ता सङ्गीन आरोपहरू थिए, ती राजनीतिक आरोपहरू पूर्ण रूपमा यो ऐतिहासिक महाधिवेशनले खारेज गरेको कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। हुन त यस अगाडिका हाम्रा दस्तावेजहरूले पनि हाम्रो वैचारिकी, हाम्रो राजनैतिक धरातल, हाम्रो सिद्धान्त, हाम्रो आदर्श, हाम्रो मूल्य मान्यता स्पष्ट रूपमा लेखिएको थियो। तर हिजोका सत्ताहरूलाई हामीमाथि प्रतिशोध साध्दै फुर्सद भएन, हाम्रा डकुमेन्टहरू कहिले पढ्न पाएनन्। यो होइन कि हामीसँग थिए, अब बल्ल ती पढिन थाले र तिनको अलिकति विस्तृत रूप हामीले राखेका छौँ। म सबैजनालाई विश्वस्त हुनको निमित्त अनुरोध गर्न चाहन्छु। एउटा सत्तारूढ राजनीतिक दल
भर्खरै आएको राजनीतिक दल र राजनीतिक अपरिपक्वता र कहीँ कतै मेरा लगायत हामी साथीहरूले गर्ने अभिव्यक्ति, हाम्रा व्यवहार, हाम्रो संसदीय अभ्यास, हाम्रो पार्टीगत अभ्यास, यी सबै कुराहरूले ओहो यिनीहरू अलि आलाखाँचै छन् कि, यिनले कहीँ कतै अप्ठ्यारो पो पार्छन् कि, लोकतन्त्रप्रति यिनीहरूको प्रतिबद्धता अप्ठ्यारो पर्ने त होइन, कतै लोकप्रियताको आडमा यिनीहरू रहने त होइनन्, यिनीहरू गम्भीर छैनन् कि, दुर्घटना पो हुन्छ कि भन्ने प्रश्नहरूको हामीले व्यापक सामना गर्नु परेको छ। मैले यो मञ्चमा उभिएर आज भन्नै पर्छ कि राजनीतिक रूपमा हामीले परिपक्व राजनीति गरिरहेका छौँ भन्ने कुरा देखाउने कुरामा हामी चुकेका जरुर छौँ। यो कुरा हामीले मनन गर्नुपर्छ। हामीले छातीमा हात राखेर आफैलाई सोध्नुपर्छ कि हाम्रा व्यवहार, हाम्रा अभिव्यक्ति, चाहे हाम्रो संसदीय अभ्यास होस्, यी सबै कुराहरूमा हामीले देखाउनु पर्ने जति परिपक्वता देखाउन सकिरहेका छैनौँ। यो कुरा पक्का हो। तर हाम्रो नियत, हाम्रो देशभक्ति, हाम्रो राष्ट्रभक्तिमा किञ्चित शङ्का नगर्नु होला। कसैलाई शङ्का नगर्नको निमित्त म निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु। हो, नयाँ छौँ, कयौँ अभ्यासहरूमा हामी नयाँ भएका कारणले केही असहजताहरू भएको छ होला, तर देशको पछिल्लो परिवर्तन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, यसले दिएका उपलब्धिहरू, यसलाई जोगाउने कुरामा, यसलाई सम्वर्धन गर्ने कुरामा हामी एक ठाउँमा छौँ, एकजुट छौँ। यसबाट हामी दायाँ बायाँ विचलित हुँदैनौँ। हो, शासकीय स्वरूपमा हामीले प्रश्नहरू केही उठाएका छौँ। ती शासकीय स्वरूप सामर्थ्य पुग्दाका तिनलाई पुनरावलोकन गर्ने क्रममा हाम्रा मुद्दाहरू यी हुन सक्छन् जसलाई छलफलका रूपमा हामीले राखेका छौँ। हामीले घर बनाएका छौँ, तर घर जब केही समय बित्दै जान्छ त्यसका कुनै ढोकाहरू, त्यसका कुनै झ्यालहरू, त्यसको कुनै तल्लामा रेट्रोफिट गर्नुपर्ने त्यस्ता सम्भावनाका गुन्जायसहरूलाई कहिले पनि बन्देज गर्न सकिँदैन। बस हामीले त्यही भनेका हौँ। हामी यही व्यवस्थाभित्र रहेर जनताको अवस्था परिवर्तन गर्ने नाराका साथ आएका हौँ। हामीले सुरुवातमा भनेको जान्नेलाई छान्ने नारा आजभोलि बडो ट्रोलको विषय बनेको छ। म त्यसलाई पनि स्पष्ट पार्न चाहन्छु। जतिखेर पार्टी स्थापना भयो, हामीसँग चुनावमा जानका लागि 5 महिनाभन्दा बढी समय थिएन। त्यतिखेर हामी जान्ने बनाई छान्न सक्ने अवस्थामा थिएनौँ। त्यसकारणले जान्नेलाई नै खोजी खोजी छानिएको त्यतिखेरको त्यो नारा हो। यद्यपि हाम्रा कयौँ ठाउँहरूमा त्यसलाई अध्यावधिक नगरिएका हुनाले त्यो आज पनि देखिन्छन्। हामीलाई त्यो नारा प्रिय छ। तत्कालीन अवस्थामा जब हामी निर्वाचनमा गयौँ, 5 महिना बाँकी रहँदाखेरि हामीलाई जान्नेहरू छान्नु बाहेको विकल्प नै थिएन। हामी यसरी टोल टोल, घर घर, छिमेक छिमेक, जिल्ला हाम्रो सङ्गठन बसेको थिएन साथीहरू। आज तपाईँ निर्वाचनमा सहभागी नभइदिनुहोस् न, तपाईँ उम्मेदवार नउठिदिनुहोस् न भनेर आज जसरी हात जोड्नु परेको छ साथी हो, हिजो तपाईँ निर्वाचनमा उठिदिनुहोस् न, उम्मेदवार भइदिनुहोस् न भनेर हात जोड्नुपर्ने अवस्थाबाट हामी आएका हौँ। त्यतिखेर जान्नेलाई छान्ने भाइ के उपाय थियो हामीसँग? आज पनि जान्नेलाई नै छान्ने हो, तर आज अलिकति फरक भएको छ। जान्ने बनाई छान्ने, जान्ने छैन भने जान्नेलाई छान्ने, जान्ने छैनन् भने जान्ने बनाई छान्ने, जान्ने भनेर छानिएकाहरू नजान्ने रहेछन् भने तिनलाई विधिबाट फाल्ने पनि। त्यसैले यी सबै कुराहरूलाई म साथीहरूलाई स्पष्ट पनि पार्न चाहन्छु। प्रिय साथीहरू, हाम्रा राजनीतिक क्रियाकलाप, हाम्रा राजनीतिक अभिव्यक्ति र हाम्रो राजनीतिक उपस्थितिले देशका प्रबुद्ध, देशप्रेमी, नागरिक समाज, सञ्चार जगत, अन्तर्राष्ट्रिय जगत, राजनीतिक वृत्त कोही पनि भयभित्र फँसेको हुँदैन। हाम्रो राजनीतिक गतिविधि त्यति परिपक्व हुन जरुरी छ, किनभने प्रश्नहरू आउँछन्। ती प्रश्नहरूबाट हामी भाग्ने होइन, तिनलाई रचनात्मक रूपमा सामना गर्दै आम नागरिकलाई निर्धक्क पार्ने जिम्मा हाम्रो हो। लोकतन्त्रका आधारभूत सिद्धान्तहरू छन्, कयौँ इन्स्टिट्युसन्सहरू छन्, संस्थाहरू छन्, तिनलाई भत्किन दिनु हुँदैन। शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग रहेर हामीले ती संस्थाहरूको सम्मान गर्न जानेनौँ र हामीले मतको बलमा, सङ्ख्याको बलमा हिजोका शासकहरूले गरे जस्तो गलत अभ्यासहरू गर्यौँ भने त्यसले फेरि एउटा दुर्घटनामा लान्छ। र अब जाने दुर्घटना कथम कदाचित त्यो दुर्घटनामा गयो, कथम कदाचित त्यो चाहिँ गलत बाटोमा गयो भने त्यसले पार्टीलाई मात्र होइन साथी हो, सिङ्गो पुस्तालाई र सिङ्गो देशलाई क्षति हुन्छ। त्यसकारणले हामी एकजना साथीहरू अत्यन्त जिम्मेवार हुनुपर्छ। सामान्य जिम्मेवारीबाट हुँदैन। जो कोहीले सोचेको होला कि हामी त घन्टी बजाउँदै आयौँ, जनता अलिकति निराश थिए, पुराना पार्टीबाट हैरान भएका थिए, विकल्प पाए, हामीलाई रोजे, बस भइहाल्यो। हामीलाई जनताले किन रोजे, कुन परिवेशमा रोजे, हामी आउनु पर्ने आयौँ कि आउनु नपर्ने आयौँ, हामी जित्न पर्नेले जित्यौँ, जित्न नपर्नेले जित्यौँ, अब त्यसको गुन्जायस छैन। जित्यौँ, आयौँ, अब जिम्मेवार हुनुपर्छ।
हरेक नेता जिम्मेवार हुनुपर्छ, हरेक सांसद जिम्मेवार हुनुपर्छ। र हामी जिम्मेवार भएको कुरा हामीलाई भोट हाल्ने नागरिक मात्र होइन, अन्तर्राष्ट्रिय जगत र सम्पूर्ण नागरिक समाजलाई महसुस हुनुपर्छ कि साँच्चै राष्ट्रपा परिपक्व रहेछ, यो चाहिँ मुलुकको रक्षाका लागि प्रतिबद्ध रहेछ भन्ने कुराको महसुस हुनुपर्ने गरी हामीले काम गर्नुपर्नेछ। प्रश्न उठाउनेहरूमाथि औला उठाउने होइन, हामीले प्रश्न उठ्न नदिने कसरी हामीले गर्नुपर्ने काम त्यही हो। हामीमा राजनीतिक परिपक्वता छैन भन्दैमा त्यसको भारी यो देशले र इतिहासले बोक्दैन साथी हो। परिपक्व छैनौँ भने सिक्नु पर्यो, जान्नु पर्यो, सकिन्न भने छोड्नु पर्यो मैदान। तर मैदानमा आइसकेपछि देशको इतिहासमा, देशको भविष्यमा खेलवाड गर्ने छुट मलाई या जो कोहीलाई पनि छैन। देयर इज अ रेड लाइन, कसैले पनि त्यो रेड लाइन क्रस गर्न पाउँदैन। आज हामीले यहाँ उभिएर यति भन्न सक्नुपर्छ र सिङ्गो देशलाई म यही मञ्चबाट बताउन चाहन्छु कि राष्ट्रपा प्रतिबद्ध छ। हामी हेरिरहेका छौँ, पार्टी यी कुरामा प्रतिबद्ध छ। सरकार जिम्मेवार ढङ्गले अगाडि बढिरहेको छ। सरकारका क्रियाकलापहरूमा पछिल्लो समय हामीले द्रुत गतिमा काम गर्नुपर्छ भनेर हामीले विभिन्न ठाउँमा भनिरहेका छौँ। त्यो द्रुत गतिमा काम गर्ने सिलसिलामा लोकतन्त्रका आधारभूत सिद्धान्तहरू नमासिउन्, नमिचिउन्। विशेष गरेर अत्यन्त दुःख र कष्टले इतिहासले बनाएका संस्थाहरू छन्, ती नभत्किउन्। यस कुरामा हामी सचेत छौँ र पार्टीले यसलाई नजिकबाट निगरानी गरिरहेको छ। र अहिलेसम्म यतिखेरका मितिसम्म हामीले भन्नुपर्दा हामी ती सम्पूर्ण संस्थाहरूलाई समृद्ध बनाउने कुरामा प्रतिबद्ध छौँ, नागरिकको जीवन उकास्ने कुरामा हामी प्रतिबद्ध छौँ। प्रिय साथीहरू, अब विभिन्न पदमा विजयी हुनुभएका साथीहरूलाई शपथ ग्रहण गराउनुपर्नेछ। त्यसका लागि पार्टी कार्यालयमा एक विशेष र भव्य चियापान कार्यक्रम सहित सबै साथीहरूलाई, नयाँ साथीहरूलाई स्वागत गर्नको निमित्त म आतुर छु। आज यहाँबाट शपथ ग्रहण गरिसकेपछि यो जिम्मेवारी प्राप्त भएको छ। मेरो नेतृत्वलाई विश्वास गर्नुहुने सबै साथीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। पार्टीका हरेक पङ्क्तिलाई धन्यवाद दिन चाहन्छु। एउटा कुरा निर्वाचनका क्रममा अहिले जे देखियो भने राष्ट्रपाप्रति जुन राष्ट्रपा परिवारको प्रेम छ त्यो बृहत देखियो। पुराना साथीहरूप्रति पनि प्रेम, भर्खरै आएका साथीहरूलाई पनि जिताएर लिएर जानुपर्छ भन्ने कुराको चेत यही हो बलियो राष्ट्रपाको सङ्केत साथी हो। भन्नका लागि, सुन्नका लागि प्यानल बनाए कि लिस्टै बनाए कि भन्ने कुराहरू नसुनिएको होइन, नदेखिएको होइन। तर पनि हाम्रा आम पार्टी सदस्य मतदाताहरूले विवेक प्रयोग गरे र उनीहरूले कुनै प्यानल या गुट होइन भन्ने या बनाउनेहरूले बनाए होलान्, बनाएनन् होलान्, त्यो पछि अध्ययनको विषय बन्ला। यसलाई हामी समीक्षा गरौँला, हेरौँला, अध्ययन गरौँला। तर सबैलाई स्वीकार गर्ने, भर्खरै पार्टीभित्र प्रवेश गरेका साथीहरूलाई पनि उच्चभन्दा उच्च मत दिएर पठाउनु भएको सङ्केत के हो भने राष्ट्रपामा सबैलाई स्वागत छ। त्यो एउटा सन्देश मैले पाएको छु। पुराना योगदान दिएका साथीहरूलाई होइन छुटाउनु हुँदैन होला भनेर कतैले त बल्ल बल्ल जित्नु भएको छ। त्यो के चेतना त्यसले दियो भने यो त पुरानो मान्छे हो, यतिको मान्छेलाई छुटाउनु हुँदैन कि क्या हो भन्ने चेतना पनि छ। त्यसकारणले नयाँ र पुरानोको द्वन्द्व पनि आजबाट अन्त्य भएको छ। यो गुट र त्यो गुटको कुरा पनि अन्त्य भएको छ। अंशहरू केही बाँकी रहेछन् भने यसलाई यहीँ दहन गरेर जाउँ। कहीँ कतै वैमनस्यता बाँकी रहेछ भने लड्ने क्रममा, प्रतिस्पर्धा गर्ने क्रममा एकअर्काप्रति कहीँ पनि वैरभाव सृजना भएको रहेछ भने यसले यही अन्त्य पाओ, यसको अन्त्येष्टि यही हलबाट गरेर हामी अगाडि बढ्नुपर्ने हुन्छ। म सबैजनालाई यही अनुरोध गर्न चाहन्छु। यो लोकतन्त्रको सुन्दर अभ्यास गरेर पार्टीको चुनावमा खटिनुभएका, स्वयंसेवीको रूपमा काम गर्नुभएका सम्पूर्ण तपाईँ महानुभावहरूलाई, तपाईँ साथीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। पार्टी परिपक्व ढङ्गले एउटा असल राजनीतिक चरित्रका साथ अगाडि बढ्नेछ। यो नेतृत्वलाई तपाईँहरूले स्वीकार गरिदिनु भएकोमा र मलाई विशेष गरेर सर्वसम्मत सभापतिका रूपमा स्वीकार गरिदिनु भएकोमा म फेरि पनि यहाँहरूप्रति कृतज्ञ छु, आभारी छु। यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, म सञ्चारकर्मी मित्रहरूलाई कतिपय लाग्दो होला यो अलि सञ्चार माध्यमबाट टाढा जान्छ कि अब यो इन्टरभ्यूमा पनि आउँदैन, स्टुडियोतिर पनि छिर्दैन, केही कुरा पनि गर्दैन, यो प्रश्नसँग भाग्छ कि भन्ने लागेको होला। त्यसो होइन। म तपाईँहरूलाई यति बताउन चाहन्छु कि जिम्मेवारी यति धेरै छ कि अहिले यी अन्य अन्तर्वार्ता लगायतका कुराहरूमा सहभागी हुँदा धेरै समय जान्छ। त्यसको व्यवस्थापनमा मलाई चुनौती छ। यद्यपि अगाडि देखिनुभएका रिपोर्टरहरू,
साथीहरू, सञ्चारकर्मी साथीहरू जो फिल्डमा खटिनुहुन्छ, मैले एउटा नयाँ पुरानो केही नभनी देखिएका भेटिएका सबै साथीहरूको मिठा तिता सबै प्रश्नहरूको भ्याएसम्म जवाब दिँदै पनि आएको छु। म त्यसको निरन्तरता पनि गर्नेछु र सञ्चारकर्मी साथीहरूलाई यही भन्न चाहन्छु कि मलाई केही समय यहाँहरूले दिनुहोला। म अलिकति पार्टीलाई सुव्यवस्थित र सुसङ्गठित ढङ्गले अगाडि ल्याउने अभियानमा छु र संस्थापक सभापति भएका हुनाले मेरा केही गहन जिम्मेवारीहरू छन् र देशले आशा र भरोसा गरेको हुनाले पनि त्यो आशा र भरोसा नटुटोस् भन्नका लागि मैले धेरै मेहनत गर्नुपर्ने हुन्छ। यसभन्दा अगाडि मलाई नै अपरिपक्वताको आरोप लाग्थ्यो, तर परिस्थितिले मलाई अपरिपक्व हुन छुट दिएको छैन। बढी जिम्मेवार र बढी परिपक्व बन्न मलाई परिस्थितिले भनिरहेको छ। त्यसकारणले पार्टी सभापतिका रूपमा जिम्मेवार भएर पार्टीलाई अगाडि बढाउनेछु। पार्टीभित्र रहेका मनमुटावहरूलाई अन्त्य गरेर लिएर जानेछु। कसैले गुटको या फुटको बिउ रोपेको रहेछ भने त्यसलाई जरैदेखि उखाल्नको निमित्त म कटिबद्ध भएर लागि पर्नेछु। फेरि पनि यो माया विश्वासका लागि धन्यवाद दिन चाहन्छु र मेरो अन्तर्राष्ट्रिय जगतलाई पनि मेसेज सन्देश यही छ कि नेपाल एउटा स्वाभिमानी देश हो। हामी आफ्नो मुलुकको हित सबैभन्दा अगाडि राख्छौँ र सबैसँग सहकार्य गरेर अगाडि बढ्छौँ। वैदेशिक सम्बन्धहरूलाई एउटा नयाँ उचाइमा लिएर गएर विकास कूटनीतिको एउटा महत्त्वपूर्ण अभ्यास र अध्यायमा हामी प्रवेश गर्न चाहन्छौँ। त्यसैले पार्टीका रूपमा हामीलाई संसारका विभिन्न राजनीतिक दलहरूले शुभकामना दिनुभएको छ। ती संसारभरिका राजनीतिक दलहरूलाई पनि म यहाँबाट धन्यवाद दिन चाहन्छु। हाम्रो निमन्त्रणा स्वीकार गरेर विभिन्न राजनीतिक दलका नेताजीहरू हाम्रो मञ्चमा आउनुभयो, हामीलाई शुभकामना दिनुभयो। केही किताब मिठा कुराहरू गरियो भयो, हामीबाट उहाँहरूको सम्मानमा कहीँ कतै केही कमी भएको रहेछ वा उहाँहरूलाई अपमान हुने कुनै कुरा भएको रहेछ भने पार्टी सभापतिका रूपमा म क्षमा चाहन्छु। यहाँहरूलाई साथीहरू, व्यवस्थापनका क्रममा तपाईँहरूको पैसा सकियो होला, 3 दिनका लागि भएर आएको 5-6 दिन बस्नुपर्दा आर्थिक रूपले तपाईँहरूलाई कति धेरै अप्ठ्यारो पर्यो होला। पार्टीले सकेसम्म तपाईँले तिर्ने पैसा घटाएर केही न केही सहयोग गर्यो होला, तर त्यसका बावजुद पनि तपाईँलाई अप्ठ्यारो पर्यो भने पार्टी छ नि, पार्टीको फन्ड हामीले तपाईँहरूबाटै प्राप्त गरेका हौँ। तपाईँलाई दुःख पर्दाखेरि, तपाईँलाई आपत पर्दाखेरि त्यो पार्टीको फन्ड जोगाएर राख्नुपर्ने केही पनि जरुरी छैन। भएको सबै साथीहरूको सुविधाको लागि, साथीहरूको लागि खर्च गर्नै पर्छ। त्यसका लागि पार्टीको फन्ड तपाईँहरूले बनाएकै फन्ड छ, हामीले पारदर्शी रूपमा राखेका छौँ। त्यसमा अप्ठ्यारो परेको भए मलाई खबर गर्नुहोला। तपाईँको अप्ठ्यारोमा, तपाईँको सुख दुःखमा हामी साथ दिन्छौँ। यो साथ हामीलाई फेरि पनि चाहिएको छ। पार्टी सदस्यहरूको यो साथ हामीलाई फेरि पनि चाहिएको छ। यही तपाईँहरूको साथ, आँट र भरोसाले हामीले यति ठुला दलहरूसँग राजनीतिक रूपमा प्रतिस्पर्धा गर्ने आँट गरेर पार्टी खोलेका हौँ। तपाईँको यो साहस, यो आँट कायम रहोस्। हाम्रा पाइलाहरू अगाडि बढिरहन्छन्। हस्, धेरै धेरै धन्यवाद। सबैको जय होस्। जय देश, जय घन्टी। उपविजेताहरूलाई धेरै धेरै धन्यवाद। विजेता सबैलाई धेरै धेरै बधाई र सफल कार्यकालको हार्दिक मङ्गलमय शुभकामना। जय घन्टी। ऐतिहासिक सम्बोधनपछि यो समारोहलाई समापन गर्नका निमित्त केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीज्यूलाई यो मञ्चमा बोलाउँदै निर्वाचन प्रक्रियामा भएका सुख दुःख, सङ्घर्ष, पीडा, हर्ष, गाली, आशीर्वाद सबै निर्वाचन आयोगले ग्रहण गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू थप